अब हुने भयो भुन्टी र भूपेन्द्रको प्रेमिका जेरीको ठुलो झगडा र भुन्टीको हातबाट खाने भए 3-4 झापर। किनभने त्यही झगडामा भुन्टीको श्रीमान भूपेन्द्रले पनि साथ दिए र भूपेन्द्रको गर्लफ्रेन्ड जेरी भने रुँदै त्यहाँबाट गए। हो दर्शकबिन, जब यता भूपेन्द्रलाई उसको गर्लफ्रेन्ड जेरीले एक्लै देखेपछि रुँदै दौडेर भूपेन्द्रको नजिक आउँछ र भूपेन्द्रको हात पक्रेर रुँदै, भूपेन्द्र मसँग नरिसाऊ, एकचोटि मलाई हेर न, मलाई थाहा छ तिमी मसँग रिसाएको छौ, तर मसँग नरिसाऊ, तिम्रो यस्तो हालत हुनमा मेरो केही पनि हात छैन, मैले सबै कुरा पछि थाहा पाएँ, त्यसैले मसँग नरिसाऊ, एकचोटि मेरो अनुहारमा हेर भनेर रुँदै भनिरहेका थिए। तर भूपेन्द्र भने एकदमै रिसाउँदै आफ्नो प्रेमिकाको अनुहार पनि हेर्न चाहिरहेका छैनन्। किनभने अहिले भूपेन्द्रको जे अवस्था छ त्यो सबै भूपेन्द्रको गर्लफ्रेन्ड जेरी र जेरीको बुवाको ठुलो हात रहेको छ। त्यही कारणले भने भूपेन्द्र भने आफ्नो गर्लफ्रेन्ड जेरीको अनुहार पनि हेर्न चाहेका छैनन्। र यता भुन्टीले आफ्नो श्रीमान भूपेन्द्र छिटो निको होस् र पहिला जस्तै बोल्न र हिँड्न सकोस् भनेर अलि पर घरबाट बाहिर लगेर अलिअलि हिँडाउन र बाहिरको ताजा हावा खाओस् भनेर घरबाट अलि पर लिएर आएको थिए। र भुन्टीको यस्तो माया र सहनशील मुटु देखेर भूपेन्द्र भने भित्रबाट लज्जित परेका छन् र आफूले भुन्टीमाथि गरेको व्यवहार र भुन्टी बाहेक अरू केटीहरू र आफ्नै प्रेमिकासँग धोका पाइरहेको सम्झेर रोइरहेका थिए। तर त्यही बेला भने भुन्टी नभएको बेला त्यहाँ भूपेन्द्रको प्रेमिका जेरी आइपुग्छ र भूपेन्द्रलाई यस्तो अवस्थामा देखेपछि रुँदै भूपेन्द्रको नजिक आउँछ र भूपेन्द्रलाई रुँदै बनाइरहेका थिए। तर भूपेन्द्र भने आफ्नो गर्लफ्रेन्ड जेरीको मुख पनि हेर्न चाहेका थिएनन्, किनभने उसकै कारणले भने आज मेरो यो यस्तो हालत भएको छ भनेर। त्यही भएर भूपेन्द्रले उसको मुख पनि हेर्न चाहेका थिएनन्। तर अन्तिममा भने भूपेन्द्रलाई आफ्नो अङ्गालोमा बाँधेरै छाडे भूपेन्द्रको प्रेमिका जेरीले। र त्यही बेला भुन्टी पनि आइपुग्छ र फेरि त्यही केटीलाई आफ्नो श्रीमानको अङ्गालोमा देखेपछि भुन्टी भने रिसले आगो हुन्छ र यतिकैमा भने यो भागको समाप्त पनि भएको हुन्छ। अब के हुन्छ होला आउने भागमा? के फेरि पनि भूपेन्द्रको मन परिवर्तन हुन्छ होला त? तपाईँलाई के लाग्छ तल कमेन्ट बक्समा भन्नुहोला। र यो तपाईहरु पनि भुन्टी सिरियल मनोरञ्जन पाउनुहुन्छ र हप्तापछि नछुटाइ पनि हेर्नुहुन्छ र भुन्टी र भूपेन्द्रको जोडी फेरि पहिला जस्तै भएको हेर्न चाहनुहुन्छ भने भिडियोलाई एक लाइक र च्यानललाई सब्स्क्राइब गरी जनाउनुहोला।